एकैछिन स्किप नगरिकन हेर्दिनु यो गोल यो गोलले म मात्र होइन कि त्यहाँ बसेको सबै हेर्ने मान्छे छक्कै परेको थियो कि किनभने पुरै भिडियो हेरेपछि थाहा पाइहाल्नुहुन्छ है त। ल आज चाहिँ हामी जान लागेको थियौँ लापे गेम हेर्नको लागि किनभने चाहिँ हाम्रो भाइहरूको गेम त त्यही पनि क्वार्टर फाइनल अनि आज भोलि देउखुरी रोड चाहिँ धमाधम रिकभर भइरहेको छ सायद भोट फर्चेन भएर होला अनि हामी चाहिँ अलिक ढिलो गएको थियौँ घर काम भएको भएर अनि पछि भाइहरू चाहिँ 2 बजी गेम छ भनेर पहिलिङ गइसकेको थियो हामी चाहिँ पुछीबाट जान लागेको थियो अनि म चाहिँ यो ग्राउन्डमा चाहिँ फर्स्ट टाइम आएको अनि भाइहरू चाहिँ खेल्नको लागि तयारी गरिसक्नु लागेको रहेछ र आजको हाम्रो विपरीत टिम चाहिँ कालकाटी एफसी रहेछ अनि मैले चाहिँ 11 साइडवाला भनेको थिएँ तर होइन छ खै सायद ग्राउन्ड सानो भएर होला साइड रहेछ प्लस 2 जना एक्स्ट्रा गरेर 9 जना टिम मात्र दर्ता गर्न मिल्दो रहेछ र गेम पनि सुरु हुन लागेको थियो अनि भाइहरू पनि रेडी थियो भाइहरूदेखि सपोर्ट गर्नको लागि धेरै जसो सर्च कालकाटी एफसी का खेलाडीहरूले ल्याइरहेको थिए तर हाम्रो केटाहरू पनि कम त थिएन रिभिजन चाहिँ दिइरहेको थियो हाफ टाइम पनि भइसकेको थियो अनि अहिलेको रिजल्ट चाहिँ 0-0 नै थियो के अनि थके मार्दै अनि अब कसरी खेलेर लिड गर्न सकिन्छ भनेर भाइहरूले सल्लाह गरिरहेको थिए र आयोजक टिमले चाहिँ अर्ग्यानिक पानीको व्यवस्था गरिदिएको थियो कि मिनी वाटर भन्दा त अर्ग्यानिक पानी चाहिँ ठिक लाग्छ मलाई त र गेम पनि सुरु भयो र एकछिन पछि के भयो अनि केटाहरूको भनेको जस्तो गेम प्ले नि बन्यो त्यसपछि गोल खान पुगे त्यही पनि 1 होइन 2 होइन 3 होइन 4 होइन 5 गोल भएको थियो अनि हाम्रो टिमले चाहिँ 2 गोल मात्रै हानेको थियो अनि गेममा हार जित भइहाल्छ अनि हाम्रो केटाहरू यहाँसम्म पुग्नु भनेको धेरै राम्रो हो किनभने चाहिँ हाम्रो केटाहरूको पहिला भन्दा रेगुलर छैन नि तर आजको हारले र डारले धेरै कुरा सिक्न पाउँछ हाम्रो गाउँको भाइहरूले।